नमस्ते सबैजनालाई। तपाईहरुलाई स्वागत छ यो वाकिङ भाइब ब्लगमा। आज चाहिँ म यसो साथीको घर घुम्नको लागि जाँदै गरेको छु। त्यस्तो खासै स्पेशल त छैन, तर पनि यसो साथीलाई भेट्दै तस म साथीको घर जान लागिरहेको छु र मसँग चाहिँ एकजना साथी जाँदैछन्। तिनी चाहिँ अहिले बाटोमा भेटिन्छन्। हेर्न सक्नुहुन्छ हाम्रो बाटो यस्तो छ। हाम्रो गाउँको हाम्रो पालिकाले चाहिँ यसलाई चाहिँ ध्यान केन्द्रित गरेर बाटो चाहिँ सुधार गर्नुपर्ने भएको छ। बाटोको अवस्था एकदमै नाजुक छ, मान्छे हिँड्न पनि धौधौ छ, यातायातको सुविधा पनि एकदमै कठिन भएको छ। अब विद्यालय खुल्ने समयमा बाटो भनेको यस्तो छ र यसमा चाहिँ सम्बन्धित निकायले चाहिँ ध्यान दिनु पर्यो है त। साथीहरू, अब म चाहिँ यहाँ टेकेरे डाँडामा आएको छु। अब अझै हिँड्न त अझै पनि बाँकी छ। अलि पर गएपछि साथी चाहिँ भेटिन्छन्। त्यसपछि हामी चाहिँ बल्ल साथीको घरतिर लाग्छौँ है त। ल फेरि साथीसँग भेटौँला है त। बाई। ल म चाहिँ यहाँ अब एकछिन पित्तल खानको लागि बसेको छु। यहाँ पिपलको फेदमुनि। अब हामी चाहिँ जानुपर्ने अलि पारीको डाँडा, त्यो स्कुलभन्दा ठ्याक्कै मुनि हो। ल हामी चाहिँ अब यहाँ साथीलाई भेटेर अब जान थालेको छौँ साथीको घरतिर। अब च्याप्प साथीको घर गएर साथीले लुगा सुगा लगाएर त्यसपछि चल्दिनु हो। गाई ल साथीहरू, अब हामी चाहिँ यहाँ अब साथीको घरदेखि निस्केर च्याप्प अब जान लागेको छौँ। बिच बाटोमा पुगिसकेका छौँ हामी चाहिँ। अब च्याप्प गएर एकछिन बसेर रमाइलो गरेर कता गइन्छ, अब घुम्न गइन्छ, कता गइन्छ। अब खासै भर लाग्ने मान्छे त होइन हामी। अब बात त सही है, कहाँ पुग्न सकिन्छ साथीहरू, जहाँ पनि पुग्न सकिन्छ हामी। अब लिमिट एकदम टाइम लिमिट छ, एकदम एक दिने टाइम लिमिट हो, तर जहाँ पनि पुग्न सक्छौँ हामी एक दिनमा। टक्क खाने मुखलाई जुङ्गाले छेक्दैन भने चाहिँ जङ्गल जहाँ पनि पुग्न सकिन्छ हामी। अब च्याप्प हामी चाहिँ अब यो बाटो गएर च्याप्प चोकामा गएर भेटिन्छौँ। ल अब हामी चाहिँ साथीको घर आइसकेको छौँ। ल मोटे के छ? ठिक छ के होइन? यहाँ काम गर्दैछ मोटेले यहाँ यसो च्याप्प। अब यहाँ घर एकदम चकाचक छ, नयाँ घर। हामी चाहिँ आइपुगेछन्। अब आएर चाहिँ कपडा सपडा फेरेर नास्ता सास्ता खाने हुन्छ। अब च्याप्प लाएर ल है त गाइज, अब नास्ता खान पर्यो। अब एकछिनपछि कपडा सपडा फेरेर नास्ता खाएर अब कता हुन्छ। ल हामीले चाहिँ अब यहाँ चटपटे बनाएर नास्ताको लागि चटपटे खान थालेका छौँ। साथीहरूले घरैदेखि सामान लिएर आएको थिए। त्यसपछि हामी लाग्छौँ होइन डुल्न। हेलो फिचे, कहाँ हो यस्तो चस्मा लाएर? कहाँ हो यस्तो? को यो नन्दाको भाइ? को यो नन्दाको भाइ रन्डा? को यो? अब हामी चाहिँ अब यसो घुम्न हिँडेको, यहाँ हिँडिरहन् सबै। म पनि अब यसो च्याप्प लाएर घुम्न हिँडेको। अब हामी चाहिँ हाम्रो डेस्टिनेसनमा गएपछि भेटिन्छ है त गाइज। ल अब हामी चाहिँ यहाँ मोटे, यहाँ पछाडि मोटे पनि छ। च्याप्प अब कता लान्छ मोटेले, जता लान्छ त्यो त। खै बाबु यो चस्मा ल्याउ त यस्तो हल्का, यहाँ ल्याउ न एकचोटि कि यहाँ कम्पनी दिनु पर्यो नि त। यहाँ चस्मा ल्याउ न यहाँ। ए भाइ फुच्चे
ए फुच्चे नमानेको यहाँ यो छिटो फुच्चे ए फुच्चे हेर्न गाई यस्तो अब यहाँ फुच्चेले अब यहाँ यस्तो दाइहरूलाई हेपिरहन्छन् अब के यस्तो यहाँ हल्का एप्पल आएर यो म त खतरा देखिछु होला होइन कस्तो छ गाइज कमेन्ट हानिदिनु हाम्रो यहाँ मोटे सहर अब यहाँ हामीलाई कुन डेस्टिनेसनमा पुर्याउँदै हुनुहुन्छ थाहा छैन अब हामी जङ्गलको बाटो आएका छौँ आउने बित्तिकै बोक्सी लागिसकेको छ गाइज हेरिका के यस्तो जङ्गल ल अब चाहिँ पानी पनि पर्न थालेको छ हल्का यतातिर खोला पनि सुसिन लागेको छ तर पनि अब हामी खोलामै गएर भेट हुन्छौँ है त ल अब हामी चाहिँ यहीँ नजिकै सानो खोलामा आएको थियो त्यसपछि अब तल त्यो वाटरफल हेर्न गइरहेको छौँ तपाईहरुलाई कस्तो लाग्छ वाटरफल देखाइदिन्छु है त गाइज मैं भागा भागा सदियों से जागा आया हूँ मिलो गाँव से ना हम सफर कोई ना अपना घर यारा झरनामा चप्पल लाएर आएको छौँ भाइहरू यहाँ नुहाउन लगाइरहेको छौँ ल यहाँ मोटेले उहाँ रेस्लिङ खेलेर यहाँ भाइ उहाँ बाहुबली ल अब हामी चाहिँ अब जान लाग्यो यहाँ खोलादेखि यहाँ झर्ना गरेर यहाँ सम्झिनुहुन्छ अब भाइहरू चाहिँ ऊ त्यहाँ माथि पुगिसकेका छन् अब चाहिँ हामी घर गएर भेट हुन्छ है त साथीहरू म चाहिँ पानी पर्यो अब यहाँ पानी पर्न लाग्यो घरतिर जाँदैछु बल खेलेर साथीको घरदेखि त त्यस्तै 12 बजीतिर हिँडेको थियो त्यसपछि चाहिँ यहाँ आएर बल खेलेर बल्ल घर जाँदैछु अब यहाँ त पानी भरेर बाबा स्पेसल छाता गऱ्यो उहाँ अब उता आएर अब थुक्का त्यो चात्न नजान्ने झन् पानी पऱ्यो झन् अड्किदियो बस्यो नि त्यही अघिनको लिएर ल डुग्रो केटा डुग्रो पानी पऱ्यो ल बल्ल ठिक्क पऱ्यो है त लगाइछ